80% गर्नुपर्छ क्या हामी हुन्छ 80% घटाम होइन होइन 80% अप्सन 1 लाखको 80% कति हुन्छ अप्सन नयाँ वर्षको छुट छ कि छैन त्यही त हिसाबमा कडै हुनुहुन्न रहेछ साह्रै नराम्रो हेपेर भन्नु होइन तपाईँले पनि अब 9 लाख चित्त बुझाउनुहोस् लैजानुहोस् कतिमा हुन्छ अब उहाँ 20 घटाएछु उनले पनि त्यही 20 घटाउने होइन तपाईँले 80 घटाएछु फेरि सालीसितै मजा आउँछ हजुरसित अलि बाहेक अहिले त साली बनाएर बोल्नु पर्यो नि त गाह्रो छ मलाई त मान्नु भएन पटक्कै कसो गर्ने भेनाजु लाउनुहोस् हजुर मैले हजुर भेनाजु डिस्काउन्ट गर्न हजुरलाई नै बोलाएँ मैले हजुर नयाँ वर्षको माग न सुन्नु 20% गर्छु ल 20% भने त नयाँ वर्षमा धेरै हो यो त मिल्दैन जम्मा नयाँ वर्ष बराबर हुन सक्ने होइन त्यसरी मिल्यो यो त घट्दा गर्दै लास्टमा लाउनुहोस् भन्ने हो कि एकछिन बार्गेनिङ गर्दै गर नि तिमी व्यापारी हो होइन हामी व्यापारीहरू सुरु गरेछन् 80 बाट हामी कति जाने भने 27 छ झरेर यति यति मिलाउनु पर्छ दिदीले पाल्नु पर्यो कति छ नि आफ्नो होइन दिदीलाई पाल्नु पर्दैन दिदी आफै रजिस्टर्ड नर्स हुन्छ दिदीले खोज्नु जानु पर्यो नि होइन त्यत्रो दिदी दिएको थियो पुरो खुसी लाग्यो त्यत्रो दिदी दिएको के पैसा माया गरेर छोडिदिएको होइन जुत्ता हामी त्यसै हामी दिएरै लिन्छौँ हामी त्यसै लिन्छौँ हेर त्यस्तो छ साथी अब हामीले बिहा गर्नु भने म एकदम दिल एकदम ठुलो भयो मान्छे तर सम्पत्ति छैन दिल मात्रै ठुलो त्यस्तो छु के यहाँ सम्पत्ति लिएर भने हामी पैसा मात्रै हो सालीलाई अब धेरै छैन डाउन पेमेन्ट पनि बस न बस यस्तो छ नि त हामी त दयालु पनि छौँ सालीलाई के पैसा दिने गहना पो ल्याइन्छ हामी त बडा पनि छ नि हामी चाहिँ 30,000 माथि एउटा गोमाउनु हालिदिनु हामी त अनि त्यहाँ थियौँ कुरो मिल्यो नि साथै के नि होला यसो भयो अब चिजसित चिजै साटौँ त के भयो 60पट्टि हानौँ ल ल ल ल खाली छ कि खाली पो छ कि तिमी हेर आफै आफै खोला जुत्ता हामीले लिन खुसी भयो दियो भयो नभयो नदियो ओरिजिनल हो कि होइन पैसा बाँड्ने अब जति दिने दिनेछु अब साली खुसी भइरहेको छ हामी पिलो बहान गर्न अब खुसी हो कि साली एकदम खुसी भयो अझ दिनु भइहाल्यो हामीले गहना नमागेपछि दिनु हो कि त्यो पैसा साली मानि भएपछि अब अनि जुत्ता त अब भेनाजुलाई आफैले लगाइदिनु ल जाउँ भन्छ